जय मसीह बारक मोर। हामी गर्छौं आशाको कुरा, हामी गर्छौं विश्वासको कुरा, हामी गर्छौं जीवनको कुरा। आजको अध्यायमा विशेष गरिकन तपाईहरूलाई यो अध्यायमा यो उत्साह दिन चाहन्छु कि व्यवस्थाको पुस्तकले भन्दछ, व्यवस्था 30:19 पदले भन्दछ, आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु कि मैले तिमीहरूका अघि जीवन र मृत्यु, आशिष र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बाल बच्चाहरू जिउन सका। आमेन। यस वचनबाट हामी थाहा गर्छौं कि हाम्रो जीवनमा आशिष हुने कि श्राप रोज्ने, अर्थात् आशिषित हुन चाहनुहुन्छ भने यस वचनबाट हामी प्रष्ट हुन्छौँ कि तपाईँ र मेरो रोजाइमा भर पर्दो रहेछ कि परमेश्वरको वचनले यहाँ हामीले यो उत्साह दिँदछ कि जीवन र मृत्यु हाम्रो अगाडि राखिदिनु भएको छ, तर परमेश्वर यो चाहनुहुन्छ कि तपाईँ र मैले जीवन रोजेको उहाँ चाहनुहुन्छ। तर जीवन रोज्ने कि